त्यो सन्तान जन्माउनलाई त्यो सन्तानलाई गर्वदेखि नै संस्कार दिनुपर्छ। गर्वदेखि नै संस्कार दियो भने घरमा गर्व रह्यो भन्ने जानेपछि एउटा नराम्रा अकृत्य बाणीहरू नबोल्ने, नचाहिने काम नगर्ने, आजभोलि त यसो उक्क गर्न भ्याएको छैन, डाँडा दिनदिनै कुखुरै मारेको छ, बाख्रै मारेको छ, त्यो बाहेक त बाँच्नै सकिन्न रे। अनि डाँडा जन्मेको छोराले अनि डाँडा आएर हानो मारो, दैत्यले जस्तो काम गर्यो। सुरुमा चाहिँ दैत्य प्रवृत्ति तिमीले गरेको थियो, अरू कसले गरेर हो कि यति उक्क गर्न के भ्या होइन। त्यहाँबाट त्यसपछि लौ गाउँभरि अल्लाह बोल डाँडा त शरीरमा डाइटै पुगे आएन भने यहाँ के हो त्यो डाइट थाहा छैन। डाँडा लडिआएको छ, लडिआएको छ, खाजा जति खाए पनि अगाउँदो रहन्छ मान्छे पनि। अनि त्यस्तो गरेर जन्मेको बालकले राम्रो काम गर्ला। तर हे व्यासजी त्यो राक्षस त त्यस्तै त थियो होला नि त। त्यो राक्षसको कुलमा अन्त बालक कसरी त्यति राम्रो जन्मियो त भन्दाखेरि हेन राजन बडा ध्यानसित सुन। के त भन्दा हिरण्यकश्यपले जताततै के गरेको थियो त भन्दाखेरि कसैले पनि भगवानको पूजा नगर्नु, सबैले के गर्नु त हिरण्यकश्यप महाराजको जय भन्नु, हिरण्यकश्यपाय नमो नमः भनेर स्वाहा गर्नु, घरमा हिरण्यकश्यप भनेको म राक्षसको मूर्ति राख्नु, मेरै पूजा गर्नु, मेरै सेवा गर्नु, मलाई जे चढाउने मफैलाई चढाउनु, अरू कसैलाई पूजा नगर्नु भनेर हल्ला फैलाएको थियो। यदि कसैले पूजा गरेको देखे बार के गर्थ्यो त भन्दा त्यसले गएर तिनलाई मारिदिन्थ्यो, तिनीहरूको वंश मेटाइदिन्थ्यो। तर ऋषिहरूले के गर्थे भन्दा लुकेर डराएर भए पनि लुकेर कर्म गर्थे। अनि के गर्ने त भन्दा ऋषि बिहानै 3 बजे उठेर काटेर नुहाउन गइहाल्ने नदीमा। पहिला जस्तो त धारो हुँदैन नि, आजको जस्तो त अट्याच टोइलेट बाथरुम हुन्थ्यो। अन्त बिचरा ऋषिहरूले कति कर्म गर्थे होला पहिला होइन। झुरुको उठो कुटियाको उतापट्टि टुक्लो त नुहाइहाल्यो, अनि त्यहाँबाट 2 बजेर जप्न थाल्थ्यो। तर पहिला त अट्याच टोइलेट बाथरुम केही पनि हुन्थेन, वनमा जानु पर्थ्यो। अनि स्नान गर्न नदीमा चाहिँ पुग्न पर्थ्यो। जस्तै यहाँबाट रोहिणी खोला पुग्न पर्ला, अथवा यो नदी अलिअलि सफा पर्थ्यो भने यही नदीमा नुहाउँथ्यो। अनि बिहानै के भयो त भन्दा अलि उज्यालोमा उठ्यो भने त त्यो हिरण्यकश्यपले देख्छ, त्यसले आएर मारिहाल्छ। त्यसले गर्दा बिहानै 2 बजे 2:30 बजे 3 बजे उठे, जराक उठे ऋषिहरू मिले दौडेर गए नदीमा गएर नुहाए। अनि ती शालिग्राम भगवान साथमा लिएर गए। तिनी शालिग्रामलाई लु प्रभु क्षमा गर्नु होला भने टक पूजा गरे, लुकेर पूजा गरे, फुल चन्दन आदि जप गरे नदीको किनारमा। अनि टक्क लाएर लुकाएर लिएर आएर आफ्नो आश्रममा बसे। कति डर हेर्नु। अनि त्यसरी कर्म गर्दै जाँदाखेरि के भयो त भन्दाखेरि एक दिनको कुरो थियो। हिरण्यकश्यपलाई थाहा थियो कि यी ऋषिहरू बिहानै उठेर नुहाउन जान्छन्, यिनीहरूले विष्णुको लुकेर पूजा गरेछन्, मैले आज यिनीहरूलाई च्याप रङ्गे छोपिहाल्छु, नछोपी छोडिदिनु भनेर ठ्याक्क गएको थियो। दैव संयोग के भएछ त भन्दाखेरि त्यो ऋषिले शालिग्राम पूजा गरेर आउँदै रहेछन्। आएको बेलामा ट्याक्क यताबाट हिरण्यकश्यप पुगेछ। हिरण्यकश्यप पुगेपछि के भनेछ त भन्दा ए ऋषि कहाँदेखि आएका तिमी भन्दाखेरि त होइन महाराज कहीँ पनि होइन, नुहाउन गएर आएको। यति चाँडै नुहाउन गयो, किन गयो यति चाँडै भन्दा होइन महाराज मलाई दिउँसो काम छ, त्यही भएर चाँचाँडै नुहाउन गएको, अलिक टाढै जानु छ, त्यही भएर। कसको पूजा गरेर भने हजुरकै पूजा गरेँ, अरू कसको गर्नु छ र? होइन होला तिमीले विष्णुको पूजा गर्यौ क्या भन्दा होइन मैले गरेँ होइन। कुन त र है तिमीहरूले लुकेर विष्णुको पूजा गर्न सक्छौ भन्दाखेरि खै के राखेका छौ तिमीहरूले त यत्रो कालो शालिग्राम भन्ने डल्लो लिएर हिँड्छौ अरे, त्यही पूजा गर्छौ अरे। त्यसले गर्दा खै कतै लुकाएका त छैनौ भन्दाखेरि त हातमा शालिग्राम थियो। डर लाग्यो। अब हिरण्यकश्यपले खोज्न लागेको बेलामा के गरेछन् त भन्दाखेरि लुसुक्क त्यो जुन शालिग्राम थियो त्यो चाहिँ जलभित्र राखिदिएछन्, कमण्डलुको जलभित्र राखेछन्। कमण्डलुको जलमा राखेपछि आज भक्तलाई आपत पर्यो भन्ने जान्नुभयो भगवानले। कमण्डलुमा तरल भएर बोकिदिनु भएछ भगवान, त्यही पानीमा मिश्रित हुनुभएछ। अनि यता हेर उता हेर केही पनि देखेन। के हो यो भन्दा गङ्गा जल हो। ए यो गङ्गा जल तिमीले अहिले शालिग्राम यहाँ ल्याएर हिँड्छौ, तिमीले उहाँ घर लगाएर नुहाउनलाई लिएर हिँडेको, कहिले तिम्रो गङ्गा जल भनेर घाटा खाइदिएछ है। अब के खायो त त्यसले? शालिग्रामको चरणोदक खायो होइन। अज्ञानवश त्यसले शालिग्रामको चरणोदक खायो। अनि चरणोदक खाइसकेपछि के भयो त भन्दा दैव संयोग
त्यही दिन चाहिँ गर्भदान भएछ। अनि त्यसपछि गएर श्रीमतीलाई गएर सुनाएछ के भनेछ त भन्दा आज एउटा ऋषि आएको, ऋषि आउँदाखेरि मन्त्री ऋषिलाई गाली गरेको, गाली गर्दा कसको पूजा गर्यो त भन्दा हिरण्यकश्यपको। कसको पूजा गरेन भन्दा विष्णुको। मैले विष्णुको पूजा गरिनँ भन्नु त डरायो। के भनेछ त्यसले? विष्णुको पूजा गरिनँ भनेर डरायो भनेछ। अब त शत्रुकै नाम भए पनि पूजा गरिनँ भन्दा विष्णु नाम त लियो नि, त्यसले लियो कि लिएन? विष्णु नाम लियो। अब नारीले घरलाई कसरी सम्हाल्न पर्छ बडा ध्यानसित सुन्नुहोस्। हिरण्यकश्यपको पत्नीले बडा धर्मतामी थिइन्, तिनले भगवानको चिन्तन मनन पूजन गर्थिन्। तर अब त्यस्तो कुलमा परेपछि त्यहाँ बोल्न त भएन, मनमनै चिन्तन गर्थिन्। यसो विचार गरिन् यतिको सुवर्ण अवसर कहिले पाइन्छ र अज्ञानै वर्ष भए पनि मेरो बुढाले भगवानको नाम जप्छन् भन्ने तिनले जानिन्। र अनि के गरिन् भन्दा महाराज भन्दा हजुर आज बाटोमा को भेट भएको थियो अरे भन्दा एउटा ऋषि। तिमीले कसको नाम जपेनन् अरे भन्दा विष्णुको नाम भन्नु। यता काम गरिदिएछ उता काम गरिदिएछ। महाराज भन्दा हजुर त आज बाटोमा भेट भएको त ऋषिले कसको नाम अरे नजपेको भन्दा विष्णुको के विष्णुको भन्दा रहेछ। अनि यताउति डुल्दी रहेछन्। फेरि आएर ए त को थियो अरे हजुरको शत्रुको नाम जपेन एउटाले भने के अरे त्यो शत्रुको नाम भन्दा विष्णु भनेर पनि फेरि विष्णु विष्णु भन्दा बारम्बार त्यही भनिरहँदा के भएछ भन्दा 108 चोटिको माला पूर्ण भएछ। त्यस कारणले पनि त्यो दैत्य कुलमा प्रहलादको जन्म भयो। अब ती प्रहलादको जन्म भयो। हेर जन्मेजे ती प्रहलादको जन्म भइसकेपछि अन्तिममा गएर प्रहलादले के चरित्र गरे त्यो तिमीलाई सबै थाहा छ। अनि तिनी प्रहलादलाई जोगाउनको लागि भगवान विष्णुले नरसिंह अवतार लिएर आउनुभयो। नरसिंह अवतार लिएर आएर त्यो हिरण्यकश्यपको वध गर्नुभयो। वध गरिसकेपछि प्रहलाद चरणमा परेर रुन थाले। हे भगवान भन्दा हजुर जे जस्तो भए पनि मेरो पिता हुनुहुन्छ, राक्षसै कुलमा जन्मे पनि मेरो पिता हुनुहुन्छ। मेरो पिताको दुर्गति नगराइदिनु होला। म तपाईको भक्त यदि हुँ भने मेरो पिताको कहिले दुर्गति नहोस् भन्दाखेरि भगवानले आफ्नो भक्तलाई कहिले पनि दुर्गति हुन दिनुहुन्न। त्यसले गर्दा भक्तको बाणी राखिदिएर त्यो हिरण्यकश्यपको उद्धार गर्नुभयो, मुक्ति भयो भन्ने प्रमाण आउँछ। अनि यसरी समय व्यतीत हुँदै गयो। यता प्रहलाद के भयो त भन्दा दैत्य कुलका राजा भए। दैत्य कुलको राजा भइसक्दाखेरि प्रहलादले के गरे भन्दा दैत्यहरू हेर हामी युद्ध गर्ने होइन, लडाइँ झगडा गर्नुहुन्न, भगवानसित कहिले पनि द्वेष भाव राख्नुहुन्न, वैर भाव राख्नुहुन्न। भगवानको त पूजा गर्नुपर्छ, अर्चना गर्नुपर्छ, वन्दन गर्नुपर्छ। कुलको हाम्रो दैत्य हो, कर्म त हाम्रो गर्नु होइन है। जुन कुलमा जन्मे पनि भगवानको नाम त बिर्सनु भएन नि। जुन भगवानले हामीलाई बाणी दियो, जुन भगवानले हामीलाई आज हिँड्ने बनायो, बोल्ने बनायो, डुल्ने बनायो, ती भगवानलाई बिर्सनु त भएन। त्यसले गर्दा हामीले के गर्नुपर्छ त भन्दाखेरि भगवानको ध्यान मनन चिन्तन गर्नुपर्छ। भनिसकेपछि आज के भयो त भन्दाखेरि त्यो राज्यमा जताततै लडाइँ झगडा छोडेर ती दैत्यहरूले सबैले के गर्न लागे भन्दा तपस्या गर्न लागे, ध्यान गर्न लागे, मनन गर्न लागे, चिन्तन गर्न लागे। यसै गरिकन समय व्यतीत हुँदै हुँदै थियो। एक दिनको कुरा हो, चवन ऋषि चाहिँ नदीमा स्नान गर्नको लागि जानुभएको थियो। चवन ऋषिले नौनी गरममा एउटा सर्पको विष लागेछ चवन ऋषिलाई र उहाँ बेहोस हुनुभएछ। बेहोस भइसकेपछि उहाँ चाहिँ मर्दै तल पाताल लोकतिर जानुभएछ। पाताल लोकमा जाँदा नाग लोकमा पुग्नुभयो। नाग लोकमा पुग्दाखेरि नाग लोककी नाग कन्याहरूले चवन ऋषिको सेवा गरे, पूजन गरे, अर्घ आचमनी आदि इत्यादि स्तुति वन्दना पूजा गर्दै गर्दै गइसकेपछि चवन ऋषि यसो घुम्दै घुम्दै जानुभएको। घुम्दै जाँदाखेरि त प्रहलादसित भेट भएछ। प्रहलादसित भेट भइसक्दाखेरि त अनि त्यसपछि प्रहलादले सोध्नुभएछ, हे मुनीश्वर तपाईँ त यहाँको देखिनुहुन्न, तपाईँ कहाँबाट कसरी के कारणले आउनुभयो? कतै तपाईँलाई इन्द्रले पठाएको त होइन? किन त भन्दा इन्द्रले त बारम्बार यहाँ आक्रमण गरेको छ। त्यसले गर्दा कतै तपाईँलाई इन्द्रले त पठाएको होइन भन्दा होइन होइन बाबु त्यस्तो नसोच्नु। म सरस्वती नदी नुहाउन गएको, त्यो नदीको तटमा नुहाउने बेलामा सर्पको विष लाग्यो। विषले गर्दा म यसरी नाग कन्याहरूसित भेट्न नपुगेको नाग कन्याले सेवा गरेर ठिक भएपछि म घुम्दै घुम्दै जाँदा तिमीसित भेट भएको। म त चवन नाम गरेको ऋषि हुँ भनिसकेपछि अहो ऋषि अहो भाग्य मेरो, आज चवन ऋषि हाम्रो यस धराधाममा यो पाताल लोकमा यो दैत्य लोकमा आइपुग्नु भयो। जय जय होस् मङ्गल होस् भने सबैले के गर्ने भन्दा चवन ऋषिलाई पूजा गर्न लाग्यो। बोली चवन ऋषिको। अनि पूजा गरिसकेपछि प्रहलादले सोधे, हे चवन ऋषि भन्दा हजुर यो माथिको जुन हाम्रो मर्त्यलोकमा तीर्थ यात्रा गर्नको लागि
नदीहरू ती तीर्थहरू अत्यन्त पवित्र तीर्थहरू कुन कुन छन् ती सबै तीर्थको बारेमा बताउनुभन्दा चमन ऋषिले के भन्नुभएको छ त हे राजन तीर्थ गर्नको लागि मन पवित्र हुनुपर्छ। मन पवित्र भएन भने राजन तीर्थ गरेर पनि कुनै औचित्य छैन। तीर्थको छेउमै बसेका व्यक्तिले आज हामीले देख्न सकिन्छ हामी हरिद्वार काशी पशुपतिनाथदेखि लिएर मनोकामना आदि मन्दिर गइन्छ। हाम्रो देशको हाम्रो राष्ट्रको विडम्बना हेर्नुहोस् मनोकामना मन्दिरमा देवीलाई दर्शन गर्न जाने हो त्यहाँ बाटामा हिँड्दाखेरि नाक टुङ्गेर हिँड्नुपर्ने स्थिति छ। विचार गर्नुभएको कि त्रिवेणीमा पनि त्यही हाल छ। बस्न त तिनीहरू 3 दिन त्यही बसे नुहाउन त्यही गङ्गाजीमा आछन् होला दर्शन तिनी देवतालाई गरिरहेछन् होला। तर कसैको प्राण त्याग हत्या गर्नु हुँदैन कसैलाई मार्नु हुँदैन भन्ने फेरि त्यो मनमा छैन। यो बेच्नु हुँदैन भन्ने ज्ञान छैन। के काम लाग्यो चमन ऋषिले भन्नुहुन्छ प्रहलाद राजकुमार प्रहलाद मन पवित्र भएन भने जुनसुकै तीर्थ गरे पनि जहाँ गए पनि के त भन्दाखेरि त्यसको औचित्य छैन। नदीको तटमा बसे पनि दिनदिनै नदीमा आए पनि यदि मन पवित्र गर्न सकिएन कर्म पवित्र गर्न सकिएन भने राजन तीर्थमा आएर पनि औचित्य छैन भनेर यसरी सबै कुरा बताइसकेपछि चमन ऋषिले तीर्थमा रहेर अथवा तीर्थमा नुहाउनको लागि मनलाई पनि तीर्थ जस्तै बनाउनुपर्छ भन्ने ज्ञान दिएर त्यहाँबाट के हुनुभयो भन्दाखेरि अन्तर्ध्यान हुनुभयो। अनि त्यसपछि के भन्दा प्रहलादले चाहिँ तीर्थ स्नान गर्न भनेर जाँदै गइरहेको बेलामा नरनारायणले तपस्या गरेको तीर्थभूमिको छेउमा पुग्नु भएछ। त्यो छेउमा पुगेर जब प्रहलादले स्नान गर्नुभएको थियो स्नान गरिरहेको वखतमा यसो हेरेको त 2टा